तपाईँ इन्डिया कुन ठाउँमा जानुभयो? होइन इन्डिया त म अब खै अब इन्डिया गएर नि पुगेन म अब कता गए आग्रा गए कहिले जिन्दगीमा मनराज गएको छ नि इन्डिया र पिन्डिया बन्द गरेर अब भाषा बुझ्ने कुरो होइन गएर हो कि न धेरै यत्रका भुट्ला लागेको गाडी अब ओए इन्डिया र पढा वात्ता भन्ने अब वात्ता भन्ने कुरा अब के हो पट्टा भनेको कुरा के हो कि होइन ओए तामल तेरीमा भन्ने कुरा के हो भने तामल तेरीमा भन्ने कुरा त बुझिस् कि बुझ्दैन नेपालबाट भर्खर आएको छ तामल तेरीमा भन्ने कुरो त हो त्यहाँबाट उहाँ पुल बनेको कुरो हुन्छ हामीले हे पुल भन्छौँ उहाँ बिर्दी बिर्दी भन्ने उहाँ मैले फेरि उहाँ जाने बित्तिकै पुल बने सिक्ने झ्याम्मे हिर्काइ गएर मैले फेरि यहाँ सोचेकै हाम्रो गाउँघर जस्तो पुल बने ए तेर्गेमा तिङै भनेर भन्दाखेरि पुल भन्दाखेरि तेमिल ता तेरीमा भन्नु र अब तेरी आमा र तेरी आमा भन्ने के थाहा गाडी हामीलाई ए हुल्लो पो त बिर्दी त पुलले भन्ने छ बिर्दी बिर्दी हुल्लो पो तेरो मान्छे हिँडी छ यहाँबाट जा भनेर चाहिँ एउटा धेरैले फेरि ए भगवान त दुईटै चाट्यो ओकर भनौँ ओकर भने ओ जाठीले त ओखर जानिन्छ के भने मैले जानकारी हन कुरो नबुझेपछि के डाउरो गर्नु त गाडी हो कि होइन ओकर भनेपछि त त्यो ओ जाठीले ओकर नि भने त्यो चा बनाएर लिएछ पिर्का पनि लिएछ ओकर भन्दाखेरि ओ जाठीले ओकर नै छ के भन्ने मैले जानकारी बुझेँ के हो त ओकर भनेको त बोस भनेको छ हट पिर्का पनि छ हट ऊ लाटाले जस्तो यस्तो गराओ है यस्तो टेप टेप गराओ बोल्नु बाबा 5 दिनसम्म हराकम जानु म त्यहाँ मोनासमा 5 दिनसम्म हराकम सुन्नु न ओकर भनिसकेपछि के गर्नुभयो तपाईँले त्यो ओकर भनेपछि ओ जाठीले ओकर्ने पर्ने रहेछ भन्ने ओ जाँदा थारू जाठा मोर लिएर भेनाटा भएको ओकर्ने पर्ने रहेछ भन्ने जानकारी भयो क्या त्यहाँ अरे त्यो गरेर गरी ओकर भन्दाखेरि यसले त ओकर्न पर्ने रहेछ भन्ने जानकारीमा गए तपाईँ एकछिन त डराउनु भयो होइन होइन उसले त फेरि त्यो पिर्का ओछ्याएर लाटाले जस्तो यहीमा बोस भनेको छ अन्त चिया पनि देऊ म त 4 दिनसम्म हराएको त मलाई त 1 कप चिया देऊ त मलाई त पवित्र जस्तो भयो ए परमेश्वरी यो देशमा म कहिले जिन्दगीभरि आने थिएन बनेर भन अर्का दिन टिकट काटेर म हिँडेँ यसकै माथिको मन्द्राज एउटा राप्ती सागर भन्ने यो गोरापुरबाट आन्ने रहेछ त्यही राप्ती सागरमा आयो त झत्रम ओ चाक पनि दुखीको 5 दिनसम्म बसेर म त रोने जस्तो भइहालेको त गाई के हल्ला हल्ला होइन के झत्रम अब झोर्नु अब त्यो रेल कता जान्छ यो हुन्न बा भने त्यतिका रोने आएर तल जुम्रीमा सुन्नुहोस् त जुम्रीमा आएर मैले यस्तो रक्सी खाने मान्छेले पनि 2 कप चिया खाएर ए परमेश्वरी भनेर म रोने आम के म कहिले जिन्ने पनि मनरासमा नजाने भनेर मेरो पुल भन्दाखेरि के गरेर तपाईँलाई पुल भन्दाखेरि त तेरी माछेको पुल भन्छ भन्दा झम्काइदिएको गाडी त्यो धेरैहरूले त यत्रका भुट्ला पनि उम्रिन्छ तिनको हातमा त ए पडा वात्त गरेर झ्याम्मिएर पिरो भयो के गर्ने अर्को देश त भइगयो अर्को रोने हिँडे गाडी के गरे आफ्नो देश मुद्दामा लाग्थ्यो गत्तो गाडी त्यहाँ त सिक्का पिरो भयो सम्म त दुखेछ दुखे पनि अर्को देश कोसेर मुद्दामा